हेलो एन्ड नमस्ते गाइज, के छ मेरो मटङ्रा गाइजहरू। म चाहिँ अब आज बेलुकाको 7 बज्न लाग्यो। आज चाहिँ म सुपर मार्केट जान लाग्छु सुपा। अनि आज खासै राम्रो भिडियो कन्टेन्ट के पनि छैन, त्यही भएर म आज सुपा गएको भिडियो बनाउँछु र सानो छोटो मिठो भिडियो बनाएर होइन यहाँको सामानहरूको प्राइस के कस्तो छ म सब देखाउने कोसिस गर्छु। र आज मसँग एकजना साथी पनि छ र हामी दुईजना जानेछौँ। अनि अहिले अब दुईजना बिस्तारै गएर अनि बिस्तारै आउनेछौँ। बेलुका दिउँसो चाहिँ किन्न गयो भने दिउँसो एकदम गर्मी थियो, अनि अहिले अलिक शीतल भए भएर निस्किन लाग्छौँ। अब गएर लगाइस् म बाटोमा पुरै ल म चाहिँ रुमबाट निस्किसकेँ होइन। यहाँ साइकल लगेर जान्छु, साथी हिँड्दै जाने साइकल टोराउँदै जान्छु। आउँदाखेरि चाहिँ सामान भारी हुन्छ, अनि त्यही भएर साइकल लान लगाएको हो, आउँदाखेरि सजिलो हुन्छ भनेर। मेरो साइकल चाहिँ यहाँ छ। अस्ति यो काम गर्नेहरूले मेरो साइकल यहाँ हिजो गरिदिए, यिनीहरूलाई पैसा माग्नु पर्ने, तर बाहिर लास्टै गर्नु छ। ल है त लगाइज म चाहिँ सुपा जाँदैछु साइकलमा। यो चाहिँ हाम्रो यहाँको एरिया हो। यहाँ चाहिँ हाम्रो मेरो रुम नजिकको कोइन हो। यहाँ चाहिँ खेल्नको लागि सबै होइन तर स्पेसहरू छ। यहाँ जापानिजहरू टन्नै छ। ल म चाहिँ यहाँ कोइन हुँदै जान लाग्छु। कोइनमा खेल्ने ठाउँ टन्नै छ होइन। यहाँ चाहिँ बेलुका शीतल भएर जापानिजहरू टन्नै खेल्न आऊ। म चाहिँ साइकल डोराउँदै गइरहेको छु। यहाँबाट सुपा चाहिँ 10 मिनट जति लाग्छ साइकलमा, हिँडेर गयो भने चाहिँ अलिक 15-20 मिनट जति लाग्छ। यस्तो हरियाली छ, बवाल मजा आउँछ है। पछाडि पनि ठुलो स्पेस छ, ब्याडमिन्टन खेलिरहेको। आज बेलुका तरकारी खोज्न यतै आउनु पर्ला जस्तो है। भिन्डी, काँक्रो, गोलभेडा राति चोर्न आउनुपर्छ क्या हो। यहीँ नजिकै रहेछ। के भन्छौ साथी, राति चोर्न आउनु पर्ला जस्तो। यो चाहिँ ठुलो ग्राउन्ड छ होइन। यहाँ मान्छेहरू बेलुका यसो त्यो बच्चाहरू स्कुल छुटेपछि यहाँ लास्टै खेल्न आउँछन्। ल यस रमाइलो छ। अब म नि साथीहरू भए पनि खेल्न आउँथेँ होइन, एक्लै छु। अब के यो भोटियासँग के खेल्न आयो र न, यिनीहरूले हामीलाई यसो हेर्दैन बुझ्दैन यिनीहरूले। विदेशीहरूले हेर्छन् हामीलाई है त। जाँदैछु ठ्याक्क। अब हेर यार भ्युज बवाल छ त नि। त्यो अघिको पोइन्ट चाहिँ यही हो। यहाँ खोला छ, यहाँ माछा मार्न डाइभ हान्न सबै पाइन्छ। खोला नि बवाल छ। ल अघि कोइन चाहिँ यहाँ यो ठुलो कोइन यो सबै खेल्नको लागि बवाल छ होइन। अनि मेरो घर चाहिँ त्यहाँ ठ्याक्क उयो बिल्डिङको पछाडिपट्टि छ, हरियाली भए यहाँ माछाहरू टन्नै छ। अनि म जानला चाहिँ यता हो, यता पसल मेन सिटी चाहिँ यता हो, म बसेको ठाउँको पसलहरू टन्नै यता सुपाहरू अनि सबै सेवा सुविधा यता पाइन्छ भने यता चाहिँ खासै कमिनीहरू केही पनि छैन। आम्मामा सनराइज सनसेट गाइज, यस्तो सनसेट हेर्ने त भाग्यमानी मात्रै हो। ल जुम गरेर देखाइदिउँ न कति सफा छ यहाँको खोला। माछै देख्छ होला यार, झन् माछा छैन रहेछ। ल गाइज बेलुकाको भ्यू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो बवाल भ्यू छ। यहाँ यसो भिडियो बनाउँदै जाँदैछु। यी माछाहरू पनि पौडी खेलिरहेको यहाँ गहिरो छ। यसो गर्मी भयो बेला यहाँ पौडी खेल्न डाइभ हान्न आइहाल्नुपर्छ। आम्मामा कसम यार भ्यू त बवाल देखाएको। मेरो क्यामेरामा के हो, आइफोन 15 भएर क्या हो, 16 भन्दा पनि बढी आहा। डिएसएलआरको भन्दा पनि बवाल भ्यू होइन गाइज। ल है त, ल कमेन्ट गर्नु होला कस्तो लाग्यो तपाईँहरूलाई यो भ्यू चाहिँ। ल गाइज म चाहिँ अहिले बजारतिर आएको छु। यी साइकल डोराउँदै हिँडेको छु। मेन बजार चाहिँ यता हो, म बसेको ठाउँको। नाइट भ्यू अब बेलुका 7 बज्यो। 7 बजीसम्म नि यस्तो उज्यालो छ होइन। तर गर्मी नि बवाल छ कि फेरि। यो 1 हप्ता भयो, 1 हप्ताभित्र गर्मी यति बढाएको छ कि आज 27 समथिङ होला। फेरि यहाँको गर्मी र नेपालको गर्मी त लास्टै फरक हुन्छ। लास्टै
यहाँको गर्मीमा त बाबा सडकहरू त यस्तो तातिन्छ होइन, आगो बलाए जस्तै हुन्छ पुरै। यो चाहिँ खासै त्यस्तो ठुलो सिटी त होइन, पुरानो हो, त्यही भएर घरसर पुरै पुरानो मात्रै हो। यहाँसम्म हिँडेर आउँदा होइन यति गर्मी भइसक्यो, लास्टै गर्मी भइरह। फेरि जापानमा गर्मीमा घट्दा निधारको भाग्य नै जाला जस्तो छ होइन। निधारकोले हाम्रो खप्परमा लेखेको भाग्य नै जाने गरी गर्मी हुन्छ, त्यति साह्रो घोट्नुपर्छ। अब अझ यहाँबाट 10-15 मिनट लाग्छ पसल पुग्नलाई, सुपा पुग्न। अनि त्यहाँबाट यसो हेरौँ होइन, म सबै देखाउँछु है त आज। उता पनि थियो तर उता लास्टै महँगो छ, एउटा सुपा छ तर त्यहाँ सामानहरू केही पनि पाउँदैन। हाम्रो यहाँको भ्यू चाहिँ यस्तो छ गाइज है त। कति भ्युज मात्र देखाउँछ यो मान्छेले होइन, कति भ्यू मात्र देखाउँछ भने रिस उठ्छ होला। सुरुमा यस्तै हो, केही जाने छैन नि त, भर्खर सिक्दैछु होइन। अलि खतरा जान्ने भएपछि ल म खतरा कन्टेन्ट लिएर आउँछु है त। ल गाइस बेलुकाको भ्यू चाहिँ यस्तो छ। म पसल पुग्न लाएँ, सुपा पुग्न लागिसकेँ। यो मान्छेले साइकल किन डोराएको भने होला, यहाँ साइकलमा चढेर भिडियो बनाउनु पाइँदैन। हेर गाइस, यति पुलिसले मामाले देख्यो भने त फेरि भान्जोलाई त अनि नेपाल पठाउन पनि गेर लाग्दैन। यस्तो उल्फाट्याङ काम गऱ्यो भने, त्यही भएर यहाँ रुल्सको एकदम फलो गर्नुपर्छ होइन। ल गरे पनि छु अहिलेसम्म, त्यस्तो नराम्रो नचाहिने काम होइन, रुल्स ब्रेकहरू त गरेको छैन। सबैलाई ऊ पनि हो होइन, रुल्स फलो गर्नुपर्छ भन्ने कुरा हो। अब कतिले गर्छन् कतिले गर्दैनन्, त्यो आफ्नो कुरा हो। अन्त कि यस्तो राम्रो भ्यू छ यता, बेलुका शीतल हिँड्न मजै छुट्टै छ। यी दिनभरि रातभरि यस्तो रकेट दौडिरहेको हुन्छ यहाँ। बाबा सक्छ त यहाँ युक्रेन र उसको त फेरि यता आयो नि त। अनि ल अहिले चाहिँ सुपा आइपुग्यो, हामी सुपा आइपुग्यो गाइज। सुपाको नामै फेरि छाडा छ होइन, जापानको सबै ब्रान्डको नाम छाडा हुन्छ। लामो हो कि लामो हो? यो चाहिँ आफै पढ्न सक्नुहुन्छ तपाईँहरूले। LAMU लामो। राम्ररी देखाउन अलि। लामो हो? लामो कि लामो? यो चाहिँ हाम्रो सुपाको नाम हो। यो अलि सबै छाडा हुन्छ कि फेरि जापानको सुपाको नामहरू होइन, अनि त्यही भएर हामी प्रनाउन्स गर्दैनौँ, आफै यसो मिलाएर बुझ्नु होला। एउटा स्ट्यान्ड जिम्बल किन्नुपर्छ अब टक्क लाएर। ल फाइनल्ली म चाहिँ सुपा आइपुग्यो होइन। सुपाको यो पार्किङ एरिया हो, साइकल यहाँ पार्क गरेर भित्र जान्छौँ। बेलुका 7 बज्यो, यस्तो उज्यालो छ। यस्तो अब भित्र भिडियो सिडियो बनाउनु सक्दैन हेरौँ होइन। अब म भित्र गएर सबै देखाउँछ है, मिल्यो भने। अब मिलेन भने चाहिँ फेरि गाली नगर्नु होला होइन। रुल्स भन्ने रुल्सै हो, यहाँ फलो गर्नुपर्छ सबैले है त। त्यहाँ साइकल पार्किङ गरौँ पहिला। मकै एउटाको 200 रुपियाँ गाइस। केरा कति उयो बनाना यति केराको चाहिँ 170। यहाँ चाहिँ सस्तै रहेछ, अरू ठाउँमा चाहिँ महँगो पर्छ। यहाँ सुइजाको प्राइस देखाउनु पऱ्यो कि गाइजहरूलाई। यहाँ वाटरमेलनको प्राइस चाहिँ पर केजी 4298 रहेछ गाइस, पर केजी है। यो फलफुलहरू हो होइन। गोलभेडा यतिको चाहिँ 158 रुपियाँ छ, माथिको 160, त्यसको 160, यसको 198। काँक्रो चाहिँ कति छ भने कति
यो 198 रहेछ। यति काँक्रोको 198 छ यहाँ। फेरि यहाँको काँक्रो नेपालको चाहिँ ठुल्ठुलो हुँदैन होइन, यी यस्तो चिचिला हो पुरै काँक्रो गाइस। यस्तै हुन्छ यहाँ काँक्रो। काँक्रो लाने एउटा लैजाउँ है। ल काँक्रो एउटा लियो, यो गोलबाट हाल नि त एउटा हाल। सागहरूको चाहिँ 130 त्यस्तै छ। सबभन्दा सस्तो चाहिँ मैले यहाँ बन्दादेखि 98। ल तरकारीहरूको गति यस्तो छ। कति छ एउटा कति छ 1300। आमामामा गाइस 1321 एउटा आँपको कस्तो छ ट्राई गर्नु भयो। बोका कोकोनट खाँदै जाने अरे बोका न एभाकाडो पनि रहेछ गाइस। ल यो चाहिँ फ्रेस फुडहरू छ है। एभाकाडो एभाकाडो लसुन। पैसा अब आफै यसो हेर्नु होला है। मैले सबैको भन्न मलाई भ्याउँदिनँ होइन, फुर्सदहरू अब कहाँ सबैको प्राइस हेर्दै बसिरहन्छ। यो सलाद यो चाहिँ सलादको आलुको होक्काइदोको आलु गाइस। होक्काइदो आलु नलैजाउँ। यहाँ प्याज अलिक फोहोर हुन्छ कि है। प्याज कति हो र 198। प्याज 198 माथि 300। ल नरियल पनि राखेँ। यो चाहिँ मासुको लाइन सबै होइन। के भन्दा के गर्नु अरे यो बटाई हो क्या बट्टाई कुइलको अन्डा बट्टाइको अन्डा गाइस 118 रुपियाँ रहेछ। यो अन्डा भइहाल्यो। ल यो चाहिँ सबै फ्रोजन माछाहरू हो। हामीले यहाँ नरियल ल्याएको दुइटा होइन, जुस खाँदैजनालाई। यस्तो छ महँगी भए पनि अब महँगी भए नि खानु परिहाल्यो। राजकुमार के मोमो है क्या हो? मोमो है के हो यो? होइन यो सबै ए यो ऊ रहेछ यो आइस के भन्ने होइन। गरिबी पऱ्यो के गर्नु, खानु पनि पऱ्यो। यी माछाहरू छ। प्राइस चाहिँ यसो आफै हेर्नु होला है। जुम गरी अड्काइ भिडियो अड्काइ ला सिद्रा माछा यो गाई 462। ल साथी मासु त सब भ्याइसकेको रहेछ यार। घ्यौजा मोमो मोमो गाइस मोमो। यो त सबै बिफ हो। यो सबै गाई यो घोडाको नेपालमा पूजा गर्ने घोडाको मासु है यो गाई चाहिँ। यो त बुता होला हौ। घोडा बुधा रहेछ। यो त बुता, यता चाहिँ गाई हो, त्यो बुता हो। गाई बुता यहाँ त ठुलो छ त। के हो यो गर्दन त होइन लाग्यो माल बेट्यो गाई माल आज। ल बगाल माल गर्दन गाई। यो सबै बुता हो होइन। यो बुता भनेर चाहिँ गुँगुरको मासु। यहाँ चिकन चाहिँ यतापट्टि कुखुराको मासु। कुखुराको सस्तो छ कुखुरा मासुहरू। चिकन इज हियर, चिकन इज हियर। चिकन चाहिँ लास्टै सस्तो छ। यो पो के हो यो? यो सब पिसवाला काटेर राखेको मासुहरू। यो ठिक छैन होइन। यो चाहिँ मोमो भने मोमो मासुको भाइ। मोमो भनेको त्यो नरम मासु कि इन्भेस सस्तो हुन्छ यहाँ त। अरू पसल गरेर हेरेर त होइन काटेर लानुपर्छ राख्नुपर्छ। ल पैसा आफै यसो हेर्नु है। हेरेर यहाँ कति सस्तो उता कति ओसाको कति महँगो छ। अस्ति मैले यति मात्रै के एक पिस मात्रै 550 तामतिर लिएर आएको कि यहाँ कति तल सुपाबाट। एक पिस ल हेर एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा 10 11 12 13 14 15 16 17 18वटाको 700 पर्छ मलाई। एक पिसै गाई उतामा 8वटाको त्यस्तै पर्छ अन्डा चाहिँ। अन्डा छ, पाङ्रा छ, पाटपुरो सबै छ। तेलसँग चपचप बोल्दैन। होल चिकन यहाँ खाएकै साथी। 1280 2 किलो चिकन गाई। 2 किलो चिकन हो यो होइन। यो चाहिँ नगेट हो अनि यो चाहिँ होल चिकन हो। यो चाहिँ 580 रहेछ। ए होल चिकन होइन यो के भन्छ होल चिकन यता। होल चिकन यहाँ छ। होल चिकन हो। यो चाहिँ कट गरेर राखेको हुन्छ। तर यो मासु चाहिँ मिठै लाग्दैन। मैले पहिल्यै लगेर खाइसकेँ। अब के उठाउने हो हेरौँ है। सब उठाइदिने आज फाइनली गाइस। आजको लागि चाहिँ हामीले यति
उठाएको छौँ मासु होइन, अरू चाहिँ अब हेर्दैछौँ के यसो हुन्छ सब उठाएर लानेछौँ। आजको लागि यति मात्रै, भोलि अर्को लिन आउनेछौँ। ल फाइनल सपिङ गाइस हाम्रो यति भएपछि आजको लागि सपिङ पुग्यो। आजको दिनलाई यो चाहिँ आजको सामान, आजको सपिङ यो। अब धमाधम झोला मार्ने अनि घर लाने होइन। हेरौँ अब के हुन्छ है त, झोला मात्रै गर्दैन। ल आजको सपिङ सक्यो। अघि छिर्दा उज्यालै थियो, हामी अब यस्तो अँध्यारो भइसक्यो। ल गाइस यस्तो खानुपर्छ फेरि गाइस। साइकल छ नि यार, साइकल गरेर जाऊ। घरबाट काटेर खाने रहेछ यार। त्यस्तै लगाइरहेको थियो कि। ल चिनी घोचा त जान्छ होला। चिन्नु आसे लाग्छ त यो त घोचा त फ्यास जान्छ कि। ए जान्छ होला। काहीँ नभएको जात्रा हाँडी गाउँमा नरियल खानालाई लिएर आएको यहाँ ल घोच्मा पाल पार्न नसकेर पालै छैन। ल कहाँबाट खाने अब यो पानी? ल बिजोग भएन, उल्टो परेको थियो क्या हो? जान्छ त्यहाँबाट? जाँदैन होला, ट्राई गर त। जाँदैन नि एउटा नि होइन, छोडिदियो घर लगेर खाँदा। कताबाट हाला यहीँ, यो सुइरो भाँचीको अब हाला यहीँ यहीबाट हो क्या यार? होइन अब घरबाटै खाने, नरिवल बोक्ने हिँड्ने छ। ल नरिवलको पानी खान पाइएन गाइस, बेजर भयो यहाँ। हाँडी गाउँको जात्रामा कहीँ नभएको जात्रा हाँडी गाउँ भने जस्तै। ल अब हामी चाहिँ घर लगेर खानेछौँ। बेलुका यस्तो अँध्यारो भइसक्यो। अब बिस्तारै घर जानेछौँ। घर गएर अनि ल के कसो होइन सबै देखाउँछु। यहाँ चाहिँ अन्धकार भइसक्यो गाइस। यस्तै हो हाम्रो यता आजको लागि। यहाँ ब्यापक भारी भयो होइन। यहाँ नरियल यहाँ अब सुक्खा पाएन, घर लगेर खाने है त गाइस। जाउँ अब बाटोमा होइन, यसो हल्लिँदै जानु पऱ्यो घर। अनि अब के हुन्छ म सबै देखाउँछु है त गाइस। अहिले यस्तो अँध्यारो भइसक्यो। यो हाम्रो लामोको भ्यू यस्तै छ, देख्न सक्नुहुन्छ। अनि अब अरू वरिपरि त बत्ती सत्ती यस्तै हो, अन्धकार भइसक्यो। अब घर गएर भेट्नेछौँ गाइस।